हामी दाङ जिल्लाको बबई गाउँपालिका वार्ड नम्बर 7 को देउती माध्यमिक विद्यालय तल्लो मलैमा आइपुगेका छौँ। यो तल्लो मलैमा रहेका स्थानीयहरूले यहाँ चाहिँ चुनावलाई बहिष्कार गरेका छन् अथवा विरोध गरेका छन् अथवा एउटा प्रकारको नेपाल सरकारलाई अनुरोध गरेका छन्। यो यहाँ आएर हामीले यहाँको माहौल हेरिरहँदा यहाँका निरीह यहाँका विवश नागरिकहरूले नेपाल सरकारलाई आँसु सहित अनुरोध गरेको देखियो। यो भन्दा पस्ने भयो 2084 मा हुने मतदान 2082 मा हुन गइरहेको छ भने यहाँ देउती मावि मलैमा पनि यो 2082 मा भएको मतदानलाई यहाँका नागरिकहरूले बहिष्कार गरेका छन् अथवा नेपाल सरकारलाई अनुरोध बहिष्कार मात्रै होइन यहाँका नागरिकहरूले नेपाल सरकार अनुरोध गरेको जस्तो पनि पाइयो। उहाँहरूले भन्नुभयो हामीलाई बाघ भन्दा तल राखियो। सरकारले निकुञ्ज लायो। निकुञ्ज लाइसकेपछि हामीले न्याय पाएनौँ। जनवारको लागि अब सुरक्षाकर्मीहरू भए हामीले सुरक्षा पाएनौँ। त्यसले गर्दाखेरि अब बाघले नै जनवारले नै सरकारलाई भोट हाल्छ भनेर हाम्रो त्यही विचारले हामीले भोट हालिदिनौँ। सरकारले निकुञ्ज लायो। निकुञ्ज लाइसकेपछि हामीले न्याय पाएनौँ। जनवारको लागि अब सुरक्षाकर्मीहरू भए हामीले सुरक्षा पाएनौँ। त्यसले गर्दाखेरि अब बाघले नै जनवारले नै सरकारलाई भोट हाल्छ भनेर हाम्रो त्यही विचारले हामीले भोट हालिदिनौँ। हामीले मतदान अधिकारीले भन्नु बिहान 6 बजे मतदान स्थलभित्र प्रवेश गरेर हाम्रा नेपाल सरकारले जुन यो मतदाता यो निर्वाचन सम्बन्धी ऐनहरू छ यो नियमले भएका व्यवस्था अनुसार हामीले मतपेटिका खोल्यौँ, मुचुल्का उठायौँ। तर अहिले 1 बज्दासम्म एकजना नागरिकले पनि यहाँ भोट हाल्नु भएको छैन र एकजना नागरिक पनि यहाँ भोट हाल्न आउनु भएको छैन भन्ने कुरा यहाँका मतदान अधिकारीले हामीलाई यो भन्दा बजे आइसकेका छौँ। सबै बुथ यो बुथ हिजो गराइसकेका थियौँ र यिनी बक्स र यी राख्ने कुरा हामी 6 बजे यहाँ आइसकेर सबै हामी 7 बजे हाम्रो सुरक्षा निकायको हाम्रो प्रेमबहादुर महर सर हुनुहुन्छ महरा सर उहाँको नेतृत्वमा हामीले मुचुल्का सबै गऱ्यौँ। ठिक 7 बजे हामी तयारीमा थियौँ। अहिलेसम्म एकजना पनि मतदाता आउनु सकेन।